guys, welcome back to our channel. अनि अब हामी चाहिँ हाम्रो च्यालेन्ज एक्सेप्ट गर्नको लागि इनाहरुको थोपडामा मेकअप दल्दैछौं। अब सुरुमा यसको थोडा मेकअप दल्नु पर्छ त्यो मुख के गरी A few moments later इनाहरुको चाहिँ मेकअप कम्प्लिट भयो। अब सुरुमा म देखाउँछु सिमरनलाई। अलि देखिरे त आइज त यो सिमरन। Oh my god! Wow! With the gun and Samsung. Yeah. Yes, Srishti. Yes, Jenisa. Jenisa. अनि यो हाम्रो सलिना। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अब हामी चाहिँ जान्छौँ पब्लिक रियाक्सन गर्नको लागि। अनि पाउडर लाउने केटी चाहिँ आएन किनकि त्यसलाई सन्चो थिएन, त्यसलाई ज्वरो आएको थियो। अनि त्यसपछि त्यस्तै भयो अनि आएन। अनि नयाँ मान्छे थपियो। यसलाई चाहिँ पाउडर लाउने भनेको तर हामीसँग पाउडर थिएन। यो पहिलेबाट है यो अलिकति बिराम अनि हामीसँग पाउडर थिएन त्यही भएर उयो दाइहरु आउनु भयो त मलाई दाइहरुले सबैले नमस्कार गरे। दाइहरु भाइ नमस्ते गर्छ अब। नमस्ते नमस्ते गरिदिनु नि दाइ। हजुरहरु कस्तो लाग्यो यिनीहरुको मेकअप? एकदम राम्रो ब्युटीफुल अप्सरा देखिरहेको नमस्ते 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 ओ तिमीहरु पनि नमस्ते गर। नमस्ते जोक दिया। सो फाइनली गाइज हाम्रो मन्दिर चाहिँ आयो। अब सबै केटीहरू मन्दिरमा जान्छन्, प्रवेश गर्छन्। त्यहाँ चाहिँ धेरै मान्छेहरू हुनुहुन्छ। अब उहाँहरूको रियाक्सन कस्तो हुन्छ अब हेर्नु। आज मर्छम हामी बिल्ला हुन्छ। क्यामेराम्यान चाहिँ म हो, त्यही भएर म खिच्छु। यिनीहरूको बेज हुन्छ अनि म चाहिँ खिच्छु। हाम्रो चाहिँ आउन लाग्यो। अनि तिमीहरू एक्साइटेड हो? तिमीहरू एक्साइटेड हो? ननाच्न अहिलेबाट कहाँ नाचिरह। अनि ल ठिक छ अब चाहिँ हामी जान्छौँ। गाइस मन्दिर आइपुग्यौँ। अनि यहाँ चाहिँ पब्लिक सबै हेर्नु भयो यिनीहरूतिर। बहिनीहरू यता आऊ त, बहिनीहरू यता आऊ त। अनि यिनीहरूको मेकअप कस्तो लाग्यो भन्नु त बहिनी? राम्रो लाग्यो? तिमीलाई कस्तो लाग्यो? राम्रो लाग्यो बहिनी तिमीलाई? अब यहाँ चाहिँ पब्लिकहरू छ। तपाईँहरूलाई कस्तो लाग्यो यिनीहरूको मेकअप? तिमीलाई कस्तो लाग्यो नि बहिनी? जोकर जोकर जस्तो लाग्यो सेम। यिनीहरूलाई 10 मा कति दिन्छौ तिमीले? 10 मा कति दिन्छौ? 5। गाइस यहाँ चाहिँ खासै रियाक्सन आएन। अनि हामी चाहिँ साइकल लिएर अब उतातिर जान्छौँ। उतातिर अब कस्तो रियाक्सन आउँछ अब हेरौँ। खै अब कसरी राम्रो रियाक्सन देखेन। कोही के गरे, कोही के गरे। अनि अब हामी उताको दिन्छौँ। उताको नि भएन भने अब हामी मेनमा जान्छौँ। मेन चाहिँ हाम्रो पार्वतीपुर हो। अनि त्यहाँ जान्छौँ। त्यहाँको अब रियाक्सन कस्तो हुन्छ अब सबै हामी देखाउँछौँ हजुरहरूलाई। अब चाहिँ हामी यो उता गएको, उता खासै मान्छे नै छैन रहेछ। अब हामी सिधै पार्वतीपुर जान्छौँ हाम्रो फरारी लिएर, हाम्रो BMW यो लिएर चाहिँ। यो चाहिँ खटारी हो? फरारी हो त्यो त, फरारी खटरा होइन। अब हामी जान्छौँ त्यहाँ रियाक्सन कस्तो हुन्छ हेरौँ। रियाक्सन भन्नुहुन्छ अरे अब कस्तो लाग्यो हजुरलाई? आमा दामी लाग्यो नि। वाउ माशाअल्लाह। Nice हेलो एभ्रीवन। तिमीहरूलाई कस्तो लाग्यो भाइ? रोग कस्तो लाग्यो मेकअप यिनीहरूको? भन न कस्तो लाग्यो भन त मेकअप? गु जस्तो तिमीलाई कस्तो लाग्यो? राम्रो लाग्यो भाइ। को अरे हाम्रो फ्यान तिमी होइन? कस्तो लाग्यो तिमीलाई? राम्रो लाग्यो? ठिकै लाग्यो? भाइको नाम के भनिदेऊ नि त नि? आरोज भाइ। सबैले माया गरिदिनु होला गाइस। अनि तिमीलाई कस्तो लाग्यो? राम्रो लाग्यो? तिमीलाई झनै राम्रो लाग्यो? हजुर कस्तो लाग्यो नि यिनीहरूको मेकअप? एकदम राम्रो अब बहिनीहरू मेकअप कस्तो लाग्यो दिदीहरूको? कस्तो लाग्यो भन न। नमस्ते ल यिनीहरूको कस्तो भयो भनिदिनु त। हजुर कस्तो मेकअप लाग्यो हजुर? साह्रै राम्रो छ। ठिक छ आज हो, आज राम्रो छ। ठिक छ
तपाईँहरूको मेकअप कस्तो लाग्यो तपाईँले यिनीहरूको मेकअप किन आज यस्तो गरे नि हाम्रो च्यालेन्ज हो क्या यो हामीले टिकटकमा भनेको थियौँ भाइरल भएको थियो हामी त्यही भएर च्यालेन्ज कम्प्लिट गरेको कि हामीले कस्तो लाग्यो मेकअप भन्नु न एकदम बब्बाल यस्तो त काहीँ पनि देखाइदिन ल ताली गाइस हामी चाहिँ पर्वतपुर आइपुग्यौँ अनि यहाँ चाहिँ अङ्कलहरूले बोलाउनु भयो हाम्रो फोटो खिच्नको लागि यिनीहरूको मेकअप कस्तो लाग्यो तपाईँले भनिदिनु त कस्तो लाग्यो ठिक लाग्यो ल भान्जीलाई धेरै राम्रो अनि उता बस्नु न भान्जी ल ल हजुरलाई कस्तो लाग्यो यिनीहरूको मेकअपहरू सधैँ राम्रो लाग्यो मेकअप कस्तो लाग्यो एकदम राम्रो राम्रो छ नि एकदम 10 मा कति 10 मा 10 गाइस अब हामी चाहिँ अब हाम्रो मेन सिटीमा आइपुग्यौँ यहाँ चाहिँ धेरै घरहरू छ हामी चाहिँ पसलमा जान्छौँ अब उहाँहरू आन्टीहरूले अघि नै एउटा टुवावाला इमोजी दिनुभयो हजुरहरूले कस्तो लाग्यो यिनीहरूको मेकअप कस्तो लाग्यो तपाईँले मेकअप भन्नु त राम्रो छ जोकार गाइस पब्लिक रियाक्सन चाहिँ यस्तो छ कसैले भाउ पनि देखाएन अनि यो चाहिँ च्यालेन्ज चाहिँ कस्तो झ्याउ लाग्दो भयो अहिले चाहिँ अब तपाईँलाई चाहिँ मेकअप कस्तो लाग्यो भनिदिनु होला केही शब्दहरू के दलेरहेको त नि यस्तो हाम्रो च्यालेन्ज हो क्या यो भनिदिनु न कस्तो छ च्यालेन्ज हो राम्रै रातो छ कालो यति हो अब हामी गयो हुन्छ के हो त नि आजको अनि तिमीहरूको आज च्यालेन्ज गरे कि हामी टिकटकमा भाइरल भयौँ अनि हाम्रो फ्यानहरूले यसो यसो गर्नु भनेर भन्नुभएको थियो त्यही भएर ए नातिनी अरे नातिनी हो होइन मेरो भन्दा नि लामो जुत्ता बनाएको तिमी ल हामी गयो है अङ्कल हो गाइस हाम्रो खासै ऊ चाहिँ आएन खासै ऊ नै एक्सपेक्ट गरेको हामीले कति धेरै एक्सपेक्ट गरेको त्यस्तो नै केही भएन यहाँ त आज सबजना ऊसँग त आज त्यही भएर सबैजना गएको होला खासै ऊ नै भएन मान्छे अब त्यो अङ्कल हाँसेर गयो कस्तो लाग्यो कस्तो लाग्यो एकदम राम्रो लाग्यो कस्तो लाग्यो मेकअप कस्तो लाग्यो मेकअप एकदम राम्रो लाग्यो हामीलाई शिवरात्रि महिनाले बाटो छेकेर बाटो छेक्दै चिन है अनुजाको ठुलो मम्मी अनुजाको हजुरआमा दिदीहरूको मेकअप कस्तो लाग्यो खतरा तिमीलाई कस्तो लाग्यो तिमीलाई तिमीलाई कस्तो लाग्यो नि राम्रो लाग्यो नि राम्रो लागेन नि ल हजुरलाई कस्तो लाग्यो यिनीहरूको मेकअप भन्नु त यिनीहरूको मेकअप सबैले बादल जस्तै देखिएको छ साँच्ची हो ल बायो हामी गयौँ है मेकअप दिदीहरूको सेम जोको जस्तो तिमीलाई नराम्रो नराम्रो लाग्यो बहिनी तिमीलाई कस्तो लाग्यो दिदीहरूको मेकअप राम्रो लाग्यो दिदीहरूको मेकअप नराम्रो साँच्ची हो यिनीहरूको मेकअप तिमीलाई कस्तो लाग्यो भन्नु न यसो नाच्यो त उता भोजपुरी गीतमा नाचेन म त किन तिमीलाई कस्तो लाग्यो भन त यिनीहरूको मेकअप तँलाई भाइ राम्रो छ धेरै राम्रो छ हाँसो लाउँदो छ ल तिमी भन्दै कस्तो लाग्यो दामी लाग्यो दामी लाग्यो हामी घर आएँ मामा घरको मान्छेहरूको रियाक्सन कस्तो हुन्छ कस्तो लाग्यो तपाईँलाई राम्रो लागेन वालै परेन राम्रो लागेन तपाईँलाई पार्वतीपुरमा टिका श्रेष्ठ फोटो खिचेर हाल्नु अब गाइस सब हामी सबै सक्यो हामी सबै रियाक्सन गऱ्यौँ यिनीहरू चाहिँ मुख धुँदैछ अनि खासै कसैको पब्लिक रियाक्सन आएको छैन खासै राम्रो पनि भएन तपाईँलाई राम्रो लाग्यो भने राम्रो लाग्यो भनेर कमेन्ट गर्नु राम्रो लाग्यो भने नराम्रो लाग्यो भन्नु केही छैन यसमा अनि म चाहिँ नाच्छु भन्ने थिएँ तर हामीसँग डिक पनि थिएन अनि त्यसपछि मोबाइलहरू खासै यो त भ्लग भन्नु पऱ्यो अनि मोबाइलहरू अरूले कसैले पनि ल्याएको थिएन अनि मान्छेहरू पनि कोही थिएन क्या पसलमा कोही थिएन तपाईँहरूले देख्नुभयो होला हामी 4-5 वटा घरभित्र गएर आफै गएर नमस्ते नमस्ते भनेर भनेको हो अरूले खासै पब्लिक रियाक्सन दिएन ल आजको लागि चाहिँ यति नै अब अर्को के च्यालेन्ज गर्ने हो हाम्रो कमेन्टमा भन्नु अनि हामी चाहिँ यस्तो च्यालेन्ज गरिरहेको हुन्छौँ सबैले माया गरिदिनु होला माया गरिदिनु होला अब यही हो बाई
सबैलाई बाई छ बाई छोड्दै बन्द